ल घरतर्फ लाग्यौँ है हामी। बेसी रातै परिसक्यो। घर बिहानका जुठा भाँडा पनि माझ्न छ मेरो त। तिमीले माझेर अब के क्यारे? म त मात्छु नि आज जस्तो अल्छी अल्छी होइन, म त दिउँसोरी नभ्याएर उता जाऊ। त्यही त नि काम धन्न लुटिएन बाटा मार्कै बाटा। दिउँसभरि घुम्न भ्याइन्न, पसलमा बस्यो, उनी चाहिँ काममा गयो, दिउँसभरि डुल्न भ्याइन्न। हामी त जब राति बुढी तातियो हामी चाहिँ हेर्नुहोस्। किन है पहिले अबको 1 महिनाको स्यालेरीले आइफोन किन है। मलाई पनि फोटो खिच्न देऊ है। बरु आइफोन किन्ने स्यालेरी आउँछ तिम्रो? महिनाको 12 लाख। मलाई धन्यवाद देऊ। मैले तिमीलाई साकेर पाइदिएको। मलाई धन्यवाद देऊ। धन्यवाद। हेर्नु मैले हो जागिर लगाइदिएको मरिमेटी हारेर अहिलेसम्म एउटा मिठेको एउटा खान पाइएन गएको मैले। भर्खरै खुसी सेल्फिस मान्छेहरू भर्खरै कुल्फी हो कुल्फी। कति धेरै रुपियाँको 5 रुपियाँको कुल्फी हो फेरि मरेको हो र। अहिले यहाँ 1 रुपियाँको महत्त्व 5 रुपियाँ भने त ठुलो कुरा हो। भर्खरै चुनावी माहौल सकियो हाम्रो चाहिँ। अब चाहिँ दैनिक निरन्तर कार्यमा छौँ हामी। अब 84को तयारी गर्दैछौँ हामीहरू पनि। भोटर कार्ड बनाउने है तिमी हेर। 84मा अहिले भोटर कार्ड 84मा चाहिँ जसै अहिलेको यस्तो यो यतिकै के अरे युवाहरू हँसी चाहिँ नि एउटा जब भोटर कार्ड नबनाउने यस्ता हुन्छन् देशका नागरिक। म 10 तारिक गर्मी त सुरु भएको। कस्तो मिठो हावा चलेको थियो होइन? बाक्लो पिठा मैले ज्याकेट लाएर आइजायो भने के आज चिसो लाग्यो भने भान्जीलाई हान्नु होला भोलि काममा जान सक्दैन। चिरञ्जीवी दाइले त के भयो तिमीले भान्जी भनेर के भनिदिनु मैले। हामी माइजू भान्जीको बोन्डिङ चाहिँ एकदम राम्रो छ। यतिको भान्जी भएपछि साथी हो। अन्त किन भन्न जाने म चाहिँ किन चाहियो यतिको भान्जी भएपछि क्या जोडी मिले हाम्रो। कतिले रिस गरिछन् हाम्रो जोडीमा। क्या भगवानको आँखा नलाओस्। जब मान्छेको आँखा लाएर केही हुन भगवानको आँखा नलाओस्। लास्ट गर्नु बोलेकोसम्म मोबाइल तिम्रो पालो मोबाइल फाल्छु। अति बोलेको क्या के म त। ए आमा लाइट बोलेकै रहेछ। लास्टै खुट्टा दुखे। बेलुका आएर मेरो खुट्टा 3 महिनामा निसार्नु पर्छ। बुढा गर्दा मालिस मात्रै गर्ने तेल तताएर मेथी पड्काएर दियो फेरि सुत केरी त्यहाँ त। अब छोरी पाउँदै हुनुहुन्छ उहाँले चाहिँ। अर्को घरमा लक्ष्मी आउँदैछ। हजुरको घरमा लक्ष्मी आउँदैछ रेखा। ए त्यस्तो पाप बोल्ने होइन। 16 है हामी चाहिँ। त्यस्तो हो। अहिले भाइले मामी छोरीले बसीबाट मामी 16 त निस्क्यो अनि भन्ला बोल्दा कुरा हाम्रो कुरा गर्दै काटिसक्यो ती। हामीले थाहा पाइसक्यो हामीले के बनाएको। उहाँ पुगिसक्यो। अहिले हामी कहाँ हामी यो एबी केयर हस्पिटलनिर आयौँ है हामी चाहिँ। अन्त त्यहाँ नि त एबी केयर हस्पिटललाई यतै हो है। फेरि लोकेसन फलो नगर्नु त्यहाँ कसैले फलो गर्नुलाई हामी चाहिँ फेरि 100मा फोन गर्छौँ नि। मलाई ब्यालेन्स नै छैन क्या। होइन 100मा त इमर्जेन्सी कल गर्नु जान्छ। काटेन ए यस्तो ए हाम्रो नेपालका मान्छे के बिगारले गर्दा हो कि सबै भएको। के लाइट तिम्रो कहाँ छ लाइट बल्छ है? माथि तान्नु त निस्कन्छ। ए तिम्रो यो पावर बटन नखाउँदा नि कता निस्किन्छ खोइ। निस्क्यो कति चकिलो लाइट पनि मेरो पप्पा। दिउँसोमा गएको भए चाहिँ खुब रमाइलो हुँदछ है। दिउँसोमा गइएन कि अब लामो भयो क्या भिडियो त। बन्द